आदरणीय व्यक्तित्व गाउँपालिका उपाध्यक्षज्यू लगायत ड्याक्समा उपस्थित सम्पूर्ण भर्द भलादमी बुद्धिजीवी वर्ग, अभिभावक, विद्यार्थी सम्पूर्णमा म मेरो व्यक्तिगत तर्फबाट र सुरुमा गाउँपालिकाको तर्फबाट यहाँहरूलाई हार्दिक नमन र धन्यवाद व्यक्त गर्न चाहन्छु। 2032 सालमा स्थापना भएको यो सुरमा माध्यमिक विद्यालय सुरमा देवीको धरोहरको रूपमा यहाँ स्थापित भएर धेरै मान्छेहरूले यहाँबाट ज्ञान गुण पाएर आफ्नो दायित्व समाजमा गर्नुपर्ने दायित्व परिपूर्ण गर्नका निमित्त जानुभएको छ। मैले त यसलाई वार्षिक उत्सव भन्नुभन्दा पनि यस विद्यालयले 50औं स्वर्ण जयन्ती बनाउनु पर्ने हो कि जस्तो लाग्दछ र जे भए पनि यहाँहरूले यो कार्यक्रम गर्नुभएकोमा म यो 50औं वार्षिक उत्सव सुरमा माध्यमिक विद्यालयको 50औं वार्षिक उत्सवलाई शुभकामना व्यक्त गर्न चाहन्छु। मैले यो विद्यालयको वार्षिक उत्सवमा मैले पनि बुझे अनुसार यसको भौतिक तथा आर्थिक प्रतिवेदन यहाँ प्रस्तुत हुने र यस विषयमा यहाँ आदरणीय व्यक्तित्व र सम्पूर्ण अभिभावकले त्यसमा आफ्नो विचार विमर्श राख्नुपर्ने चाहिँ मुख्य चाहिँ उद्देश्य चाहिँ यो हुनुपर्ने हो र यसमा भएन। म यसका लागि आदरणीय प्रधानाध्यापक लगायत विद्यालय प्रशासनलाई निकट समयभित्रै सम्पूर्ण अभिभावक भेला मार्फत यसको के हो, यसको आर्थिक तथा भौतिक प्रगति विवरण यहाँहरूले प्रस्तुत गर्नुहुनेछ र यहाँ अभिभावकका गुनासाहरू यहाँहरूले मेटाउनु छ भन्ने मैले यहाँहरूलाई मैले अनुरोध गरेँ। अब यो वार्षिक उत्सवमा मैले एउटा नयाँ गरिनुपर्ने कुरा के देखेको छु भन्दाखेरि 2032 सालमा यो विद्यालय स्थापना भयो र यस विद्यालयबाट माध्यमिक शिक्षा उत्तीर्ण गरेर अहिलेसम्म कतिले उच्च शिक्षा हासिल गर्यो र यो समुदायका कति प्रबुद्ध व्यक्तिले समाजमा कति योगदान दिनुभयो र ती उच्च शिक्षा हासिल गर्ने मान्छेहरू को कहाँ छन्, कुन दायित्वमा कुन आफ्नो जिम्मेवारीमा हुनुहुन्छ, उहाँलाई पनि यहाँहरूले निमन्त्रणा गरेर यो वार्षिक उत्सवमा अभिनन्दन गरिदिनु भएकोमा एकदमै राम्रो हुने थियो र उहाँहरूको एउटा बौद्धिक सर्कलले यो विद्यालयको सर्वाङ्गीण विकासका निमित्त के कति योगदान दिन हुन्थ्यो उहाँहरूको एउटा सामान्य मिटिङ अथवा यहाँहरूले यो वर्ष नभयो भने पछिल्लो वार्षिक उत्सवमा यो विद्यालयबाट उच्च शिक्षा हासिल गर्ने व्यक्तित्व र यो समाजका योगदान गर्नुहुने पूर्व विद्यार्थीहरूलाई यहाँहरूले अभिनन्दन गर्नुहुनेछ र सम्झनुहुनेछ। मैले एउटा यो सानो सुझावको रूपमा यहाँहरूलाई राखेँ र म यो विद्यालय धेरै पुरानो विद्यालय र अहिलेको यो हाम्रो समाजमा के भइरहेको छ भन्दाखेरि बोर्डिङ प्रतिको मोह बढेको छ। बोर्डिङ अहिले मैले निजामती क्षेत्रमा हेर्दाखेरि कुनै पनि बोर्डिङबाट गएका विद्यार्थीहरू कोही डाक्टर इन्जिनियर र राम्रो पदमा पुगेको यहाँहरूले सुन्नु भएको छ, देख्नु भएको छैन, मैले देखेको छैन। म पनि एउटा सामुदायिक विद्यालयबाट पढेर गएको व्यक्ति हो। मैले पनि मास्टर डिग्रीसम्म पास गरेँ राम्रै डिग्रीमा, तर कुनै पनि विद्यार्थीहरू अहिलेसम्म मैले पनि राम्रो बोर्डिङको विद्यार्थी राम्रो शिक्षा हासिल गरेर उच्च पदमा पुगेको मैले देखेको छैन। त्यसैले यो सर्वाङ्गीण विकास हुने भनेको सामुदायिक विद्यालयबाटै हो। यहाँहरूले अहिलेको बोर्डिङ मोहलाई हटाउनका निमित्त अब यो नयाँ शैक्षिक सत्रबाट शिशु कक्षादेखि इङ्ग्लिस मिडियम गर्नका लागि यो विद्यालय तत्पर हुनेछ भन्ने मैले यो विद्यालय प्रशासन र परहलाई मैले यो नोटिस गरेर र यसका लागि के पूर्व तयारी गर्नुपर्छ र गाउँपालिकाको तर्फबाट हामीले गर्नुपर्ने सहयोग के हो, यसका लागि ल अहिले चाहिँ हामी चाहिँ शिशु क्लासबाट इङ्ग्लिस मिडियमतिर यो विद्यालयलाई लिनुपर्छ र बोर्डिङको मोहलाई हटाउनुपर्छ भन्ने मैले एउटा सानो सुझाव यहाँहरू समक्ष राख्न चाहन्छु। अहिले हाम्रा अभिभावकहरू 10 कक्षा मुनि पैसा खर्च गरेर शिक्षामा धेरै लगानी गरेर केही उपलब्धि छैन। हेर्नुहोस्, 10 कक्षा मुनि मात्र कति बोर्डिङमा कति खर्च भएको छ हिसाब किताब राख्नु भएको छ यहाँहरूले।
त्यसैले 10 कक्षा मुनिको आर्थिक लगानी शिक्षामा यो बालुवामा पानी खन्याए जस्तै हो। त्यसैले अहिले पनि हाम्रा यहाँ के छ भन्दाखेरि इन्डिया बाहिर चाहिँ उहाँका गार्जियनहरू ड्युटी गरेर सानो पैसा कमाउने, यहाँबाट चाहिँ उहाँका श्रीमतीहरू धनगढीमा राखेर कोठा भाडा लिएर खर्च बिहोरिरहेको परिस्थिति छ। त्यसैले हामी यही चाहिँ इङ्ग्लिस मिडियमबाट हाम्रो शिक्षा प्रणालीलाई अगाडि बढाउँ र यसका लागि आदरणीय अघि परज्यूको मैले गुनासो सुनेको छु, यो स्वाभाविक रूपमा हो। यो व्यवहारलाई आदरणीय अभिभावकज्यूहरूलाई अभिभावक अन्तर्क्रिया बिचमा इन्ट्रेक्सन राखौँ। हाम्रो यहाँ कसरी यहाँहरूको व्यवहारिक चेतनालाई परिवर्तन गर्न सकिन्छ र शिक्षाप्रति लगाव कसरी लगाउन सकिन्छ। बोर्डिङमा हाम्रा बालबालिकालाई गर्ने व्यवहार र सामुदायिक विद्यालयमा गरिने व्यवहार अघि मैले सुने त्यो स्वाभाविक हो, तर हामीले व्यवहार परिवर्तन गर्नुपर्छ र हाम्रै सामुदायिक विद्यालयको पठन पाठनलाई हामीले गुणस्तरीय बनाएर हाम्रो शिक्षा प्रणालीमा सुधार गर्न जरुरी मैले देख्दछु र यो कार्यक्रमलाई यसरी हामीलाई पनि यहाँ निम्ता दिएर यो कार्यक्रमलाई भव्य रूपमा यहाँहरूले गर्नुभएको छ र यसका केही कमी कमजोरी होलान्। यस्ता कमी कमजोरीहरूलाई सकारात्मक रूपमा विश्लेषण गरी यो सकारात्मक रूपलाई र समाधानको तर्फ यहाँहरू लाग्नुहुनेछ भन्दै यो 50औं सुरुमा माध्यमिक विद्यालयको 50औं वार्षिक उत्सव कार्यक्रमको भव्यताको सफलताको शुभकामना व्यक्त गर्दै मेरो 2 शब्द यहीँ टेगाउँछु। हस्, धन्यवाद, नमस्कार।